दर्शकवृन्द तपाईँले देखिरहनु भएको छ एमालेको ठुलो र्याली माइतीघर बबर महलबाट यो बानेश्वरतर्फ अगाडि बढिरहेको छ। हेर्न सक्नुहुन्छ यो ठुलो सङ्ख्यामा यो र्याली अगाडि बढिरहेको छ। हेर्न सक्नुहुन्छ दर्शकवृन्द तपाईँले एमाले जेनजी आन्दोलनपछि पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रदर्शन गरिरहेको छ। हेर्न सक्नुहुन्छ नेशनल भोलिन्टियर फोर्स आज स्थापना गरेर पूर्व प्रधानमन्त्री केपी ओली बानेश्वरको यो कार्की ब्याङ्क्युटमा आउने र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने एमाले जेनजी आन्दोलनपछि पहिलोपटक काठमाडौँमा विशेष गरी काठमाडौँको मुटु बानेश्वरमा ठुलो प्रदर्शन गरेको छ। तपाईहरूले प्रत्यक्ष हेर्न सक्नुहुन्छ र एमालेको यति ठुलो सङ्ख्यामा कार्यकर्ताहरू आज सडकमा आउनुभएको छ। एमाले उतारेको छ। हेर्न सक्नुहुन्छ एमालेका अनेरा सभ्यदेखि लिएर युवा सङ्घ र सम्पूर्ण फोर्सहरू सम्पूर्ण कार्यकर्ताहरू यहाँ आइसक्नु भएको छ। अगाडि हेर्न सक्नुहुन्छ यता र्याली हेर्न सक्नुहुन्छ एमालेको र्याली विशाल एमालेको झन्डा बोकेको मोटरसाइकल र्याली मोटरसाइकल पड्काउँदै उहाँहरू अगाडि बढ्नुभएको छ। हेर्न सक्नुहुन्छ जसरी जेनजी आन्दोलनमा बाइक पड्काउँदै प्रदर्शन भएको थियो भने एमाले आज त्यस्तै गरी बाइक पड्काउँदै बानेश्वरबाट माइतीघरतर्फ अगाडि बढिरहेको छ। हेर्न सक्नुहुन्छ सडक पुरै रातै देखिएको छ। आज हेर्न सक्नुहुन्छ तपाईँहरूले सडक बानेश्वरको सडक एमालेमय भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ दर्शकवृन्द तपाईँहरूले प्रत्यक्ष हेर्न सक्नुहुन्छ हामीले देखाइरहेका छौँ अहिलेको ताजा अवस्था बानेश्वरको अवस्था।